हेलो गाइज, नमस्ते। आज चाहिँ सोनीको च्यानलबाट मैले भ्लग बनाउँदैछु र हामी चाहिँ डेढगाउँ गएर आएको आज। अनि अगाडि पछाडि चाहिँ आमा छोराको झगडा भइरहेको छ यहाँ। यहाँ म चाहिँ यता छु। हेलो साथीहरू, आज चाहिँ मेरो भ्लगमा कसले स्टार्ट गर्नुभएको छ हेर्नुहोस्। अनि हामी चाहिँ आज डेढगाउँ गएर पूजा गरेर आएको। सानोतिनो भक्कल थियो, त्यसै कारणले हामी गएर आएको हो। र यहाँ सोनीलाई देख्न सक्नुहुन्छ तपाईँहरूले। हजुर, अनि सोनी चाहिँ यहाँ यस्तो बाटोमा हिँड्नु परिरहेको छ। राम्रो बाटो छोडी छोडी यस्तो बाटोमा ल्याउनु भएको छ हामीलाई। र यहाँको भ्यू चाहिँ कस्तो दामी छ नि, तपाईँहरूलाई म अहिले एकैछिनमा देखाइहाल्छु। सोनीको माइत भन्नु न। यो चाहिँ सोनीको माइत। माइत र घर भनेको एउटै हो है साथीहरू। सक्नुहुन्छ हजुरहरूले सोनीको निनीलाई, ठुलो निनीलाई। हजुर केही भन्नु मन छ सोनी? केही भन्नु मन छैन। आज म माइत आएको छु। मेरो माइत गाउँ देखाइदिनु होला। हस्, म दामी भिडियो देखाइदिन्छु ल। बाई ल, प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। केही भन्नु मन छ? सोनी श्रेष्ठको च्यानललाई हजुर सब्स्क्राइब गरिदिनु होला। यो चाहिँ काली गण्डकी हो, कस्तो दामी देखिन्छ कि। उता चाहिँ मैदी खोला मिसिए छ। साथीहरू यहाँ चाहिँ मिस्टी खोला मिसिए छ कि गण्डकीमा। उता चाहिँ त्यो उताबाट मैदी खोला आएको छ। यो काली गण्डकी पारी चाहिँ पुरा मेरो माइती गाउँ छ हेर्नु होला। हेर्नुहोस् यहाँ चाहिँ मम्मीले बाटो बेचेर यता कस्तो अप्ठ्यारो बाटो ल्याउनु भएको। यस्तो ह बाटो, हेर्नुहोस्। आउनु होला गीत यहाँ राम्रोसँग। त्यो चाहिँ अलिक गर्न मिल्दैन साथीहरू। म चाहिँ अब क्यामेरा अफ गरेर हिँड्नुपर्ने हुन्छ। म चाहिँ हिँडेर आइसकेँ तलको बाटो। हजुर राम्रै बाटो छिक्योस्। कस्तो दामी देखिएको है। बोल्नु न हजुर, के भएर? म यहाँ भ्यू देखाउँदैछु। अब मेरो काम सकियो, कृपया हजुर बोलिदिनुहुन्न, हार्दिक अनुरोध गर्दछु। साथीहरू, अघि चाहिँ मेरो भ्लग स्टार्ट गर्ने मान्छे उहाँ हुनुहुन्छ। यता हेर्नुहोस्। हेलो। हेर्नु कसले चिन्नुहुन्छ यसो हेर्नुहोस् है। च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। यहाँ दुईजना मान्छेहरूलाई कसले चिन्नुहुन्छ? आमा छोरी हो कि दिदी बहिनी हो, हेरिदिनु होला। के छ र, यही त जिन्दगी, यस्तो छ गण्डकी। पानी धमिलो। आकु वहाँ पुगिरहेछ। हेलो, के छ? के भयो नि? बसी बसी खाएको हो नि त नि, होइन र? के कसो साथी? हजुर एकदम ठिक। यस्तै हो। यहाँ धारा थियो, पानी छैन अहिले। म भने यहाँ पुलमा पानी छ भन्दै बसिरहेको। छैन होला, यता थियो। यहाँ थियो कि धारा, पुलमै ल्याएर राखेको थियो। होइन छ, देख्न सक्नुहुन्छ। बसी बसी खाएको मान्छेहरूको पसिना आएको हालत। मेरो त कुरै नगर्नु, हजुरलाई थाहा छ कतिको पसिना आउँछ न र। ल पुलमा तरियो, पुल लागियो। यहाँ पनि रहेछ। सल घिसारियो, सल घिसारियो। माछा मार्न भएर चाहिँ जाम हामी पनि।
उति होइन त निस्ती खोलामा माछा मार्नु कति आए है मान्छेहरू कचौरामा के त्यो पिठो हालेर कपडाले बेरेर त्यहाँभित्र माछा छिराउने के हो त्यस्तो गर्दो रहेछ साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ निस्ती खोला माथि घट्टाल भन्छ यो कालीगण्डकी त्यहाँबाट चाहिँ मैदी खोला आएको छ कि अनि त्यो उता स्याङ्जा यो चाहिँ पाल्पा यता तनहुँ मेरो माइत देख्न सक्नुहुन्छ गण्डकी कस्तो धमिलो पानी छ ठिक छ अहिले 12 बजे अझै अलि ठुलो हुन्छ देख्न सक्नुहुन्छ नजानी गीत गाइकी सोनी मायाले Oh my God! साथीहरू प्लिज भोइस अफ नेपालमा जानको लागि रेडी हुँदै हुनुहुन्छ के भन्ने रे के भन्ने रे मम्मी ल साथीहरू कोलाई यो गीत आउँछ कमेन्टमा भनिदिनु होला कृपया सोनीलाई सिकाइदिनु होला साथीहरू हामी चाहिँ आज डेढगाउँ गएको अघि चाहिँ तताले भ्लग स्टार्ट गर्नुभएको थियो तता पछाडि हुनुहुन्छ यहाँ म चाहिँ रामपुरबाट आएको तताहरू चाहिँ यहाँ बहिनीबाट उक्लिनु भएको थियो पारी बेल्टा अनि म उताबाट आएर सँगै गएर अनि म पनि अहिले चाहिँ बहिनी आएको यतातिर हेर्नुहोस् न बहिनीमा पुरै काम सुरु भइसकेको रहेछ मकै भाँच्ने टुप्पा काट्ने अनि अब चाहिँ म पनि माइतमा बसेर हल्का काम सघाइदिनुपर्छ मम्मी बाबालाई एकछिन काम सघाइदिनुपर्छ रोपाइँसम्म म यतै बस्छु अब एकछिन गर्मी हेर्नु न गर्मीमा काम गर्न सकेला त बसी बसी खाएको मान्छेले ए राम कति गर्मी हौ म चाहिँ यहाँ घर पुग्न लाग्छु उता चाहिँ आउँदै हुनुहुन्छ बिचरा आत्तिनु भएको छ हिँड्न घाममा साथीहरू कति गर्मी हो म चाहिँ बल्ल यता खुल्साको शीतलमा आइपुगेँ खुल्सा हेर्नु त पसिना म चाहिँ रुमाल लिन नि बिर्सेछ त्यो सलले पसिना पुस्दै हिँडेछु कि ओएमजी कुलोमा पानी पनि आँटिन्छ अब एकैचोटि चलाउँछु होला यता रोपाइँ गर्नलाई कहिले चलाउँछु थकाइलाए नहिँडेको भएर होला आजभोलि अलिकति हिँड्न पनि सकिन्न म त भैँसी दुखाउँदो रहेछ त्यस्तै हो अब चाहिँ माइत आइपुगेँ अब सायद 1 हप्ता जति म यतै हुन्छु होला अब चाहिँ हल्का यतातिर नै भ्लग बनाउँछु होला मान्छेहरू बुट्टामा चाहिँ खन्या पाकेको रहेछ त्यो म चाहिँ खाँदिनँ यो खन्या चाहिँ रुचाउनु खोइ त दिदी त आउनु भएन त हिँड्नै सक्नु भएन हौ नयाँ घर छोरोले चाहिँ देखा दिदीको छोरोले मकै हेर्नुहोस् न यतातिर ओ माई गॉड बेलुकी कति बाक्लो फलेको बाटोमा हेर्नु त कस्तो बाक्लो फले बाटोमै साथीहरू बिउ हेर्नु न ओहो नि कति राम्रो हौ बाटोमा चाहिँ साथीहरू हामी यो चाहिँ बारी खन्नुमा आइपुग्यो मेरो माइतको पुरै घाँस लगाउनु भएको बाबाले यता चाहिँ खोल्सातिर यता चाहिँ मकै छ साथीहरू यो चाहिँ हाम्रो माइतको है उतापट्टिको पनि हो अनि यो नरखण्ड हो बारीमा मकै सुकिसकेको रहेछ पुरै हेर्नु त अनि तल चाहिँ त्यो देख्न सक्नुहुन्छ हेर्नु त त्यो चाहिँ टुप्पाकाटी चाहिँ हाम्रो खेत खन्न हो त्यो चाहिँ
त्यसलाई चाहिँ खेत हुन्छ अब रोपाइ सुरु हुन्छ मस्त म घर आइपुग्नु लाएँ हेर्नु नि मकै कलिलो छ यो त सबैजनाले काम गर्दैछन् माइतमा तरकारी हेर्नु हाम्रो बिउ है यो चाहिँ यतापट्टिको चाहिँ यो चाहिँ बारीको उता चाहिँ खेतको दिदीबहिनीले मस्त काम गर्दैछन् हेर्नु नि आँप पनि फलेको छ आँप त्यसै त म्याङ्गो माइतको माइत आइपुग्यो हेर्नु त माइतमा मकै यसरी राखिसक्नु भएको काम गरेर भरेङभरि पनि अझै तल खेतको दुईवटा खेतको भाँच्ने हुँदो रहेछ र म हेर्नु न मकै ओएमजी भरेङभरि यस्तो मकै हुन्छ एकछिन त गाह्रो हुन्छ मकै गनाएर मकै हेर्नु कति पानी ल्याएन खाने हो चिसो पानी ल्याएर होला भनेर भ्लग बनाउँदै तेरो उस्तो ए छोरा आफा केरा छौ केरा दिन्छु देऊ न त कति ज्ञानी छोरो ल्याउ कहाँ छ केरा खै अब बाहिर आऊ त बाहिर दिन्छु कसको चप्पल हो र मैले लाउने मेरो पुरानो निकाल्देऊ न बाहिर छ बाहिर के प्याकमा राखिदिएको होइन यता त्यो डाग गरिदेऊ मम्मीको डाग गरिदेऊ त्यो बाबु लोड छ बाबु खोला चाँचुको त बाहिर छ जुत्ती बाहिरको निकालिदेऊ ल कहाँ छ चाँचुको जुत्ती चाँचुको जुत्ती कहाँ छ यस थ्याङ्क यू यो जुत्ती चाँचुको हो ए मै त आइपुगेँ हेर्नु छोरोले कति माया गर्नु चप्पल लगाइदियो भ्याएको मलाई चप्पल खोलिदिएर चप्पल लगाइदियो मलाई माङ के गर्दै हो यता हेर्नु के छ अब आज माङले पकाएर खानु पायो नि भयो नि साथीहरू के पकाउनु लाग्यो के छ मासु म पकाउँछु पसिना आएर पसिना भएर बस्छु अब चाहिँ म बनाउँछु के छ माग यता हेर आइ भन्नु न के छ यो चाहिँ मेरो माग मेरो फेभरेट पर्सनल कालीबुढी हो मेरो कालीबुढी सानो आवाज के छ साथीहरू यहाँ चाहिँ मकै हेर्नु एउटा खेतको सब सुताइदिएको छ यस्तो घाम बिहान काटेर सुकाएर हेर्नु त बाटोभरि मकै सुकाइदिएर खतरा गर्छ नि घाम चाहिँ यिनीहरू तर आज अहिले साँझबाट म पनि सहभागी हुनुपर्छ घाममा अब उठाउँछन् हेलो साथीहरू माइत आएर सुतेर उठेको हेर्नुहोस् गर्मी ए भगवान् गर्मी कति हो यो माइतमा सुत्न सकिएला त राति राम्रो म हेर्नुहोस् सुतेर उठेको यिनीहरूले के गरेछन् हेर्नु होला के पाएँ सबैले गुन्डा भाँडा बोकेर आँप चाहिँ यहाँ हान्छु हो यता देख्न सक्नु चक्कु नपाएर हो मैले हातले भोटले चक्कु कतिवटा कहाँ लगेर हेर्नु हेर्नुहोस् ए बिपना मिस पोखराको रामपुरमा थियो यहाँ छैन हेर्नुहोस् यो चाहिँ एकदम अर्ग्यानिक आँप हो हेर्नु त कति मिठो सबै किरा भएको आँप हो यो चाहिँ हाम्रो माग है ओ उहाँको आमा तर हामी सबैले माग माग्छौँ अझै हो हाम्रो खासमा माग हो आँपको बम्बे खाइदिन्छु मैले ल कस्तो हुन्छ देख्यो ल अनि मजाले खाइदिउँ न त मिठो छ छ ल खतरा ल खानुपर्छ यसरी नै बलियो हुनुपर्छ बल्ल पो बलाउँछ ल
अलिक खेता के छ दिदी उस काटेको देखाएँ खाऊ न खाऊ गम खाऊ सबको ल्याइदिउँ अझै साथीहरू मैले पनि खाँदैछु है आँप तर यहाँ छ है मेरो भाग चाहिँ खाइभ्याएको अलिकति त ओ माई गड गर्मीमा आँप कस्तो मिठो भएको राम राम सकिएन जस आँप चाहिँ मिठो छ साथीहरू अब यो भ्लग बनाउँदै आँप खान मिल्दैन काटेरै खानुपर्छ त्यही भएर साथीहरू आज चाहिँ रमाइलो बर्थ गाउँ पनि पुगेर आइयो किरा परेको साथीहरू आजलाई चाहिँ भ्लग यति नै हुन्छ होला सायद अनि भोलि नेक्स्ट भिडियोमा अलि राम्रो लिएर आउनु छु माइतमा छु अब काम गर्नुपर्छ अलिअलि काम गरेको भ्लगहरू देखाउँछु यति अनि चाहिँ आजलाई चाहिँ यति नै साथीहरू अनि भ्लग के कस्तो लाग्यो आज चाहिँ मेरो युट्युब च्यानलमा नयाँ साथीहरू उपस्थित हुनुभएछ निनी तता भाइ अनि माइतमा अझै के अनि बाबु मम्मीलाई त देखाउनै छ कि बाबु मम्मीसँग के अरे भेट त भएको कि अघि भ्लग बनाएन अनि भोलिको भिडियोमा बाबा मम्मीसँग भेट हुन्छ आजलाई चाहिँ यति नै साथीहरू अनि मेरो आजको भिडियो कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु बाई बाई सबैजना टेक केयर